आज म यहाँसम्म आउनुको कारण ग्यालेक्सी जस्तो इन्स्टिट्युट पाउनु र सर जस्तो गुरु पाउनु नै मेरो लागि सौभाग्यको कुरा हो। अनि क्वेसनहरू चाहिँ मलाई एक नम्बरमा चाहिँ कार ड्राइभिङ गरेको चित्र थियो, उन्जना आएको सुन्निदा भन्ने चित्र आएको थियो, त्यसको एन्सर त्यही भयो। 2 नम्बरमा चाहिँ पेन्टिङ लगाएर चित्र थियो, अनि त्यो पिङ्की कलरको चाहिँ त्यो पेन्टिङ लगाएको थियो, फेरि छिराएको सम्झिँदा भयो। अनि 3 नम्बरमा चाहिँ खानगे इन्डुन आयो, खानगे इन्डुन चाहिँ के सुक्छ भनेर दिएको थियो। अनि अप्सनहरूमा चाहिँ सामुसिल, वाजाङसिल, अनि सुरिमुन, अनि अर्को एउटा क्या थियो बिर्से। अनि त्यसको एन्सर चाहिँ वाजाङसिल भयो। अनि फिन खाने आएको थियो, फिन खानेमा चाहिँ एउटा अलि अप्ठ्यारो नै थियो यो। अनि छागप चाङ्नेछ इराल्देनुन छाग बोगुल, अनि खाली ठाउँ भन्ने थियो। फेन्सा नानु ओसुल इब्नुल गसी छुङ्यो हाम्निदा भन्ने थियो। कार्यस्थलमा काम गर्ने बेला छाग बोगुल इब कना भन्ने चाहिँ एन्सर मिल्यो। यसमा चाहिँ अप्सनहरूमा चाहिँ इब थोरो, इब वुमेन, अनि इब कना, अनि अर्को इब तागा भन्ने आएको थियो। अनि यसको यही धेरै जसोले यही बिगारेको थियो पछि बाहिर आउँदाखेरि। अनि अर्को खानगे इन्डुन आएको थियो, इबकुक इल भन्ने आएको थियो प्रवेश गर्ने दिन। अनि यसको एन्सर चाहिँ 2025, अनि यो 8 महिना 9 गते यसको एन्सर यही भएको थियो मिति दियो हजुर। अनि एउटा फिसुथान माल आएको थियो, खामछुदा भनेको लुगाउनु, अनि यसको फिसुथान माल सुन्गिदा, अनि यसको हजुर यसको एन्सर यही सुन्गिदा भएको थियो। अनि 7 नम्बरमा चाहिँ मेमो आएको थियो, चिकन भन्ने थियो, चिकन। अनि 2वटा ठाउँमा दिएको थियो, 2वटामा दिँदाखेरि चाहिँ मेनुमा, अनि एन्सरमा चाहिँ ठुमारी किन्यो, 2वटा चिकन किन्यो भन्ने चाहिँ एन्सर भएको थियो। अनि अरू अप्सनहरूमा चाहिँ कार्डद्वारा भुक्तानी गर्यो, अनि गरे हो त्यस्तै क्वेसन त्यस्तै थियो। अनि अर्को आएको थियो सुनस मिलाउने आएको थियो, सुनस थियो। अनि चित्रहरू चाहिँ खासै जानेन, एउटा सी नम्बरको जाने थियो, अनि माथि शब्द पनि त्यही थियो, त्यही भएर त्यस कारण त्यही नै मिलेछ। अनि बक्स क्वेसन एउटा आएको थियो, खफु चिपको चित्र दिएको थियो, अनि खफु त्यही दिएको थियो, छिप चाहिँ भर्ने आएको थियो, खफु चिप भर्ने छिप थियो। अनि मोसेथ्यान आएको थियो एउटा, अनि त्यो खफु चिप सल्ची गर्ने बेलामा सल्गुनको रडहरूलाई चाहिँ खारो र सेरोको खेचाचम क्रस पोइन्टमा चाहिँ त्यो नहल्लिने गरी बाँध्नुपर्छ। यदि हल्लियो भने चाहिँ कङ्क्रिट खन्याउने बेलामा चाहिँ त्यो भार धेरै पर्छ भन्ने थियो। अनि त्यसको चाहिँ कसिलो गरी बाँध्नुपर्छ भन्ने थियो। अनि एन्सरमा चाहिँ छल्गुन खेल्सो फाङ बक थियो, रड बाँध्ने तरिका थियो। अनि अर्को खुल्ची छागपको आएको थियो, खुल्ची छागपको चाहिँ मोसेथ्यान आएको थियो। अर्को मोसेथ्यान त्यो के थियो भनेपछि बिरुवालाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा लग्ने बेलामा जराहरू आउँछ, अनि त्यो आफूले चाहेकोमा पहिला खन्ने, अनि खनिसकेपछि जराहरू आयो भने चाहिँ छानपुरी खाउले चाहिँ काट्ने भनेको थियो। अनि त्यति बेला होसियार हुनुपर्छ के भनेको थियो त्यस्तै। अनि त्यसको चाहिँ खुल्ची छागप भयो एन्सर। अनि अर्को आएको थियो 16 नम्बरमा आएको थियो, हाङ्गुके इन्साइजल भन्ने थियो। त्यो एन्सरमा चाहिँ यसको क्वेसन चाहिँ लङ क्वेसन नै थियो। हिजो चाहिँ बजारमा सपिङ गर्नलाई गएको थिएँ, त्यहाँ चाहिँ साउजीलाई नै देखेँ। अनि साउजीलाई देख्ने बित्तिकै हात हल्लाएर इन्सा गरेँ। अनि साउजी अनि मेरो साथीले चाहिँ त्यसरी इन्सा गर्नु हुँदैन भनेर चाहिँ होसियार गरायो, त्यस्तै खालको थियो। अनि अप्सनहरूमा चाहिँ कार्यस्थलभित्रको होसिङ भन्ने थियो, अनि कोरियाको इन्साइजल थियो, अर्को सुलछारी एजल, त्यो अरू थियो, मिल्ने थिएन त्यो। अनि 17 नम्बरमा चाहिँ अलिकति आउट क्वेसन टाइपको थियो, खाथुन क्वेसन थियो, मिल्ने कुरा थियो। अनि त्यसमा चाहिँ कस्तो थियो भनेपछि ढोक गर्ने बेलामा चाहिँ खोङसु पनि गर्नुपर्छ, अनि छेसा गर्ने बेलामा नाम्नेको हातको लोकेसन चाहिँ माथितिर बनाएर ढोक गर्नुपर्छ, कस्तो खालको थियो। अनि छाङ्ने सिकमा चाहिँ केटा र केटीको हातको लोकेसन चाहिँ कस्तो भने थियो उस्तै हुन्छ भनेको थियो। अनि अप्सनमा चाहिँ फेरि केटाको ठाउँमा केटी र केटीको ठाउँमा केटा भनेर अप्सन बिगारिदिएको थियो, अरू सबै त्यस्तै मिल्ने थियो। अनि त्यसको एन्सर चाहिँ त्यो भएको थियो, छेसा गर्ने बेलामा केटा र केटीको हातको लोकेसन चाहिँ थारोदी आन्था भनेको थियो, उस्तै हुँदैन भनेको थियो, त्यही मिल्यो। अनि प्यासेजमा चाहिँ फेरि उस्तै हुन्छ भनेको थियो। अनि
त्यो यताउता नेगेटिभ पोजिटिभ भनेर बिगार्दैन, त्यही भयो। अनि 18 नम्बरमा चाहिँ फेजुन खुल्लो ख्याक्सको बारेमा दिएको थियो, औी जस्तो दिएको थियो, औी नै होला। अनि फेजुन खुल्लो ख्याक्समा चाहिँ त्यो थियो मजदुरले र साउले गर्ने मजदुर र साउले गर्ने चाहिँ त्यो सम्झौता पत्र हो। यो सम्झौता पत्रमा चाहिँ मजदुरले काम गर्ने समय अनि तलबहरूको बारेमा बयान गरेको थियो। अनि त्यो सम्झौता ख्याक्स पत्र चाहिँ एउटा प्रति साउले लिने, एउटा प्रति मजदुरले लिने, बाँडेर लिन्छन् भन्ने चाहिँ थियो। त्यो मिल्ने कुरा खालको मैले मको भनेको छु अर्को। अनि 19 नम्बरमा चाहिँ त्यो आएको थियो खन्सल हेन्जाङको 43 च्याप्टरबाट आएको थियो। खन्सल हेन्जाङमा काम गर्ने बेलामा ठुला उपकरणलाई प्रयोग गरेर ठुल्ठुला निर्माण कार्यहरू सञ्चालन गर्नको लागि त्यो खुलछाक्की अनि तिनी सुखुरेब तिनी मेसिनहरूको नाम दिएर अनि यिनीहरूकोबाट अनि ठुलो कार्यहरू सम्पन्न गर्न सकिन्छ भनेको थियो। अनि त्यसको एन्सरमा चाहिँ खन्सल हेन्जाङ एज सुङजाङ बी भनेको थियो। अनि 20 नम्बरमा खङ्गाङ फर्मको आएको थियो। खङ्गाङ फर्मको चाहिँ कम्पनीमा प्रवेश गरिसकेपछि चोटपटक अथवा के चोटपटकहरू लागेको बेला सहयोग पाउनको लागि बिमा कम्पनीलाई तिर्ने रकम हो। आफूलाई त्यस बाबत चाहिँ आफूलाई चोट लागेको बेलामा त्यो बिमा कम्पनी चाहिँ फुदा मादा बेहोर्नेका लागि बेहोरिदिने रकम हो भनेर के भनेको थियो त्यस्तै। अनि खङ्गाङ फर्मलाई सावै फर्म पनि दिएको थियो। मजदुर र साउले गर्ने सावै फर्म हो भनेको थियो लास्टमा चाहिँ। अनि 4वटा सावै फर्मको नाम दिएको थियो, कुम्मिन एङ्गुम फर्म, सादे फर्म हजुर त्यो दिएको थियो। अनि त्यसको चाहिँ खङ्गाङ फर्म भयो, अरू मिलेको थिएन। अनि 21 देखि 24मा चाहिँ शून्य आएको थियो, सुनेको लिसनिङलाई छान्ने। अनि सुनेको लिसनिङलाई छान्नेमा 21 नम्बरमा चाहिँ फाइसु भन्ने आएको थियो। अनि झुक्काउनलाई फाइफु अनि त्यस्तै खालको वर्डहरू दिएको थियो फरक। 22 नम्बरमा पनि त्यस्तै फरक थियो, यताउति बनाएको थियो त्यो गाहरूलाई बिगारेर अनि बनाएको थियो। 23 नम्बरमा पनि त्यस्तै थियो, वर्डहरू छान्ने थियो। 24मा पनि त्यही थियो। अनि 25मा चाहिँ सर्टलाई ह्याङ्गरमा झुन्डाएर चित्र देखाएको थियो। अनि अरू चाहिँ लुगा धोइरहेछ, आइरन लाछ भन्ने थियो, अरू मिल्दैन थियो। अनि त्यही भयो। अनि 26मा चाहिँ अनि छाता 5वटा छाता दिएको थियो। अनि थाहा छ के भन्ने चाहिँ एन्सर भयो। अनि 27मा चाहिँ एगिनुन अदि इम्निका भनेको थियो। एउटा मान्छे चाहिँ भ्रमण गएको जस्तो थियो। अनि त्यसको ब्याकग्राउन्डमा चाहिँ पहाडहरू देखाएको थियो। अनि खाङ भनेको थियो अप्सनमा चाहिँ। अनि सान भनेको थियो। अनि होसु ताल भनेको थियो। अनि एन्सर चाहिँ सान भयो, ब्याकग्राउन्डको दिएको रहेछ। अनि 28 नम्बरमा चाहिँ छिमा 4वटा छिमा दिएको थियो। अनि छिमा चाहिँ थासुत पल भन्ने के भन्छ नेभल भनेको थियो, नेभल एन्सर मिल्यो। अनि 29मा चाहिँ ब्लाइन्ड क्वेसन आयो ती लिसनिङको। अनि त्यहाँ चाहिँ भोलि चाहिँ बजारमा सपिङ गर्न सँगै जाने हो भनेको थियो। अनि थोइल चाहिँ बजारमा सपिङ गर्नलाई जाने हो भनेको थियो। अनि एन्सरमा चाहिँ थोइल चाहिँ म कम्पनीमै काम गर्नुपर्छ भनेको थियो। अनि 30 नम्बरमा चाहिँ नर्मलै लिसनिङ थियो। अनि 30 नम्बरमा चाहिँ कस्तो थियो भनेपछि अलिकति त्यो लिसनिङ चाहिँ बिर्सेँ। अनि त्यो चाहिँ त्यही लेखेको थियो त्यही वर्डको छान्ने नर्मल थियो। अनि 31बाट 35सम्म फेरि ब्लाइन्ड आयो। अनि त्यो मैले बिर्सेँ, थाहा छैन। अनि 36 नम्बरमा चाहिँ आँखा कान अनि नाक अनि ओठको चित्र दिएको थियो। अनि खो भनेको थियो, अनि नाक छान्ने थियो। अनि 37मा चाहिँ के थियो भनेपछि टेलिभिजनको 4वटा थियो। अनि प्राइस ट्याग चाहिँ 12,000 छान्ने थियो, मानिससम्म छान्ने थियो। अनि 38मा चाहिँ केटाले केटीलाई खोज्नुको कारण के थियो भन्ने थियो। अनि लिसनिङमा चाहिँ छिप दूरी गर्नको लागि निम्तो दिने विचारले भनेर चाहिँ अप्सनमा थियो। अनि 39मा मिल्ने कुरा छान्ने थियो केटो। अनि त्यसको लिसनिङ चाहिँ अलिकति सजिलै थियो, सुने त सबै याद गरेन, एन्सर चाहिँ याद गरेको छु। अनि केटाको घर चाहिँ ट्रेन स्टेसनबाट नजिक छ भन्ने माथि गरे जस्तो पनि लागेको थियो ट्याबमा। अनि केही एन्सर भएको थियो। अनि 40मा चाहिँ केटीले सबैभन्दा पहिला के काम गर्छ भनेको थियो लास्ट 40को। अनि
3 नम्बर एन्सर लाग्यो त्यसको मैले बिर्सेँ चाहिँ त्यो अप्सन चाहिँ त्यही हो एक्सिलेन्ट गऱ्यो भने त एक्सिलेन्ट हो चाँडो होस् सबैको राम्रै होस् भन्ने कामना गर्छु अब स्कुलको तयारी गर्नु